नमस्ते है साथीहरु जस्तै फेसबुकमा छ नि फेसबुकमा तपाईको त्यो 5000 भन्दा बढी त्यो फलोवर चाहिँ त्यो एक्सपेक्ट गर्न मिल्दैन हैन त्यो 5000 भन्दा माथि फलोवर त्यो एक्सपेक्ट गर्नको लागि फ्लो सिस्टम बनाउनु पर्छ त्यो फ्लो सिस्टम बनाउने तरिका मैले यही भिडियोमा समेटेर बनाएको छु हेर्नु होला तपाईहरु पनि भिडियो मन पर्यो लाइक कमेन्ट गर्नु होला शेयर गर्नु होला यहाँबाट साथीहरु तपाईहरु फेसबुकमा जानु होला फेसबुकमा गएर आफ्नो प्रोफाइलमा थिच्नु होला प्रोफाइलमा थिचेर तपाईहरु सेटिङ थिच्नु होला सेटिङ थिचेर हाउ पिपल फाइन्ड एन्ड सेटिङ थिचेर त्यसपछि यहाँ तल आउँदा हाउ पिपल फाइन्ड यु एन्ड कन्ट्याक्ट यु त्यसमा जानु होला त्यसपछि यहाँ हु क्यान सी सेन्ड यु योर फ्रेन्ड रिक्वेस्ट भनेको छ त्यसमा फ्रेन्डमा हाल्नु होला बनाउनु होला त्यसपछि अर्को हुन्छ हु क्यान सी यु फ्रेन्ड्स लिस्ट भनेर ओन्ली मीमा गर्नु होला यो चाहिँ ओन्ली मीमा राख्नु होला त्यसपछि ब्याक गएर हैन फेरि तल स्क्रोल डाउन गर्नु होला फ्लो एन्ड पब्लिक कन्टेन्ट भन्नु त्यसमा जानु होला फ्लो एन्ड पब्लिक कन्टेन्टमा त्यसमा गएर अनि त्यसपछि यहाँ 5 वटामा पब्लिक गर्नु होला 1 देखि हु क्यान फ्लो मी देखि लिएर तल 5 वटामा पब्लिक गर्नु होला पब्लिकमा प्रिन्ट लाउनु होला यसरी नै सेभ गर्नु होला एउटा मैले उदाहरणको लागि बनाएको छु 5 वटा एक लाइनले 5 वटामा त्यसो गर्नु होला जुन अब त्यसपछि तपाईको लास्टको जुन छ नि पब्लिक प्रोफाइल इन्फो भनेर त्यसमा चाहिँ यसमा चाहिँ फ्रेन्ड्समा राख्नु होला फ्रेन्ड्समा राख्नु होला यसलाई फेरि अनि यो गरिसकेपछि तपाईले यसरी नै फ्रेन्ड्स हो यसरी नै फ्रेन्ड्समा राख्नु होला त्यसपछि ब्याक जानु होला ब्याक गएर यहाँ प्रोफाइलमा थिच्नु होला प्रोफाइलमा थिचेर नेम माथि थिच्नु होला नेम माथि थिचेर यहाँ 3 डट छ 3 डटमा थिच्नु होला त्यसपछि भ्यू एजमा थिच्नु होला भ्यू एजमा थिचेर त्यसपछि तलतिर स्क्रोल डाउन गर्नुभयो भने माथिबाट अपडेट भएर फ्लो आइपुग्छ यसरी नै फ्लो बनाउन पाइन्छ फ्लो भइसकेपछि तपाईले पनि फ्लो गर्न मिल्छ उले पनि फ्लो गर्न मिल्छ